हेर न हेर, यो बागमती पुलमाथि कति राम्रा गाडीहरू गुडेका है। रहर लाग्दा हेरो लाग्ने है। हेरे हेरे राम्रा गाडीहरू पुलमुनि चेर न कस्तो फोर्च्या गनाउने बागमती। सहर राम्रो हुनलाई त यहाँको नदी नाला पनि सफा हुनु पर्यो नि। के शहरीकरणमा हाम्रो सभ्यताले स्थान पाएको छ त? बागमती सभ्यता संरक्षणका लागि नेपाल वातावरण पत्रकार समूहको अभियान। सफा थियो श्रद्धा थियो बग्दै बित्यो पलकती, सफा थियो श्रद्धा थियो बग्दै बित्यो पलकती, मान्छेसँग रिसाएको स्थिर बिजोग बागमती, मान्छेसँग रिसाएको स्थिर बिजोग बागमती। यो टेकुदोबान क्षेत्रको दृश्य हो। 66औं हप्ताको आजको सफाई यसै स्थानदेखि कालमोचन घाटसम्म गरिएको थियो, जसमा टेकुदोबान क्षेत्रमा विभिन्न जातका यस्ता बिरुवाहरू रोपिए भने यहाँदेखि माथितिर कालमोचन घाटसम्म सरसफाई गरिएको थियो। नदीमा बढेको पानीको बहाव र हातमा बिरुवा लिएर लामबद्ध भएका सफाईकर्ताहरूका कारण टेकुदोबान क्षेत्र निकै सुन्दर देखिन्थ्यो। नहोस् पनि कसरी, जल, जमिन र वनस्पतिको संरक्षणमा शहरवासीको चासो बढेपछि त्यसमाथि धार्मिक र सांस्कृतिक महत्व बोकेका उपत्यकाकै प्रमुख नदीहरूको संगमस्थल, जहाँ हजारौं वर्षदेखि मानिसहरूले आफ्ना आस्थाको प्रदर्शन गर्दै आएका छन्। पछिल्लो समय शहरवासीले उपत्यकाको नदीलाई स्वस्थ प्रतिस्पर्धाको क्रीडास्थल समेत बनाउन थालेका छन्। अन्तर्राष्ट्रिय इको च्यालेन्ज नाम दिएर ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल टानले गत वर्षदेखि सुरु गरेको यो प्रतियोगिता यो वर्ष भदौ 1 गते सम्पन्न भएको छ। साइक्लिङ र दौड समेत समावेश गरिएको यो वर्षको प्रतियोगितामा सुन्दरी जलदेखि बुढा नीलकण्ठसम्मको 7.5 किलोमिटर दूरी चाहिँ बागमतीमा राफ्टिङको प्रतिस्पर्धा गर्दै सम्पन्न भएको थियो। यो प्रसङ्गपछि हामी पुनः टेकुदोबानतर्फ फर्किएका छौं। विक्रम सम्मत 2071 साल साउन 31 गते परेको 66औं हप्ताको सरसफाईको दिन पनि टेकुदोबान क्षेत्रमा वृक्षारोपण गरिएको थियो। यसपटक कार्यक्रमको अगुवाई विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डाक्टर कृष्णचन्द्र पौडेलले गर्नुभएको थियो। यो माटो भर्दिनुस् त, यो पानीको आलमा माटो थपिदिनुस्, यतापट्टिको माटो ल्याउनुस्, त्यहीँको लगेर त्यही आल बन्छ नि, यहाँको लानुस् न। यो लप्सीका बारेमा विद्यावारिधि गर्नुभएका पौडेल जैविक विविधतामा निकै चाख राख्नुहुन्छ। उहाँलाई मन्त्रालय अन्तर्गतकै वातावरण विभागका महानिर्देशक लगायतका सफाईकर्ताहरूले सघाइरहनु भएको थियो। यहाँ धेरै जातको बिरुवाहरू रोपियो, जसमध्ये पोलिनिया छ, कपुर छ, बैंस छ, शमी छ, तेजपत्ता छ, केही रुद्राक्षका यो राजवृक्षका रुखहरू पनि रोपिएको छ। र यो एक किसिमको बागमतीको तीरमा बायोडाइभर्सिटीको हिसाबले धेरै जातका बिरुवाहरू रोप्ने हाम्रो लक्ष्य हो। र यहाँ केही फलफुल हुने बिरुवाहरू पनि हामीले यहाँ राख्ने प्रयत्न गर्दैछौँ। त्यो भयो भने चराचुरुङ्गीहरूलाई खानको लागि पनि हुन्छ। सर, यहाँ लप्सीको बिरुवा चाहिँ देखिएन नि। अब जता गए पनि लप्सीकै बिरुवा रोप्छ भनिदिन्छन् मलाई। त्यस कारणले त्यो यहाँ चाहिँ सबै ठाउँमा हामी लप्सी नै रोप्नुपर्छ भन्ने छैन। उपयुक्त ठाउँमा हामी लप्सी पनि रोप्छौँ, त्यो पनि एउटा फल हो। त्यसले बाँदरलाई अनि लोखर्केलाई चराचुरुङ्गीहरूलाई खाना पनि बनाउँछ। उपयुक्त ठाउँमा हामी त्यसको बिरुवा पनि रोप्छौँ, तर यो प्लटमा यतिखेर रोपिएको चाहिँ छैन। सर, कृषिबाट वातावरण आइपुग्नु भयो, के फरक रहेछ यो दुईटा? अब अलिकति कृषिमा बढी उत्प्रेरणादायी कुराहरू, अवेरनेसको कार्यक्रमहरूमा खास गरी सर्भिस सपोर्टको बढी कामहरू छ। वातावरणको पनि त्यो किसिमको कामहरू त छ, तर वातावरणमा धेरै चाहिँ विषयगत निकायहरूले सर्भिसेसको कामहरू गर्नुपर्ने र वातावरण विभागले बढी चाहिँ रेगुलेटरी काम गर्नुपर्ने, ऐन नियमको कार्यान्वयनको कामहरूमा बढी जोड गर्नुपर्ने जस्तो चाहिँ देखिया छ। फरक त्यति मात्रै नै हो, तर काम गर्ने प्रक्रिया त उस्तै उस्तै किसिमको छ। तर यो प्लास्टिक डम्प भएको माथि बिरुवा पर्यो, सर्ला हजुर? अब प्लास्टिक माथि नै रोपिएको छैन, प्लास्टिक पन्छाएर त्यहाँ खाडल खनेर हामीले रोपिएको छ।
तपाईँले भन्नुभयो जस्तै यो ओभरअल ठुलो एरिया त डम्पिङ साइट हुँदै हो, त्यसलाई हामीले 2 हप्तासम्म चाहिँ सफाई गरेर अनि माटो र प्लास्टिक मिक्स, माटो बढी केही प्लास्टिक पनि यहाँभित्र हुन चाहिँ सक्छ, त्यसले बिरुवालाई सिधै जरामा पर्यो भने असर पनि गर्न सक्छ। तर त्यसो भन्दैमा हामीले यो प्लास्टिक सड्न 10-15 वर्ष लाग्ने, त्यति बेलासम्म हामीले पर्खिने भन्ने कुरा आउँदैन र बाँकी बिरुवाहरू भइसकेपछि त्यसले डिग्रेडेसन गर्नमा पनि मद्दत पुर्याउँछ र यो एरियालाई संरक्षण गरेपछि यहाँ माथिबाट घाँसले पनि ढाक्छ र भित्र जतिसुकै फोहोर भए पनि बाहिरबाट त्यो फोहोरलाई हामीले चाहिने ढपक्क हरियो घाँस र रुख बिरुवाहरूले ढाक्यौँ भने यसको दुर्गन्ध बाहिर फैलन चाहिँ पाउँदैन। वातावरण विभागले पहिला यो अनुगमन गरिरहेको थियो, त्यो अनुगमन चाहिँ अहिले स्थगित भएको कि? स्थगित भएको छैन, यो कन्टिन्यू छ। गए वर्ष मात्रै पनि हामीले धेरै उद्योगहरूमा र केही हस्पिटलहरूको चाहिँ यो फोहोर मैलाको व्यवस्थापनको बारेमा अध्ययन गर्ने, त्यसको इन्भेन्टरी तयार गर्ने, डेटाबेस तयार गर्ने, खास गरी नदीको प्रदूषणको डेटाहरू तयार गर्ने, वायु प्रदूषणको डेटाहरू तयार गर्ने प्रसङ्गमा हामी छौँ र त्यो तथ्याङ्कहरू हामीसँग भइसकेपछि त्यसले हामीलाई अनुगमनको लागि अरू फिडब्याक कसरी जाने भन्ने कुरोमा त्यसले हामीलाई गाइड गर्छ र यो अनुगमनको कार्यक्रम चाहिँ बन्द छैन, हाम्रो निरन्तर छ र खालि कारबाहीको शैलीको हिसाबले मात्रै हामी कुन वेमा जाने त्यो हिसाबको तयारी हामी गरिरहेछौँ। सफाईमा सहभागी हुन आएका युवा, विद्यार्थी, सुरक्षाकर्मी र स्थानीय महिलाहरूको सहभागिताले कार्यक्रमको रौनक निकै बढाएको थियो। एकदम रमाइलो, जस यो काम चाहिँ सबैको लागि चाहिने हो, सबैले गर्नुपर्छ। सरसफाई गरेन भने हामीलाई रोग लाग्छ। यसो घुम्न जाँदा नि आनन्द होस्, रमाइलो होस्, स्वच्छ हावा खान पाओस् भन्नेको लागि चाहिँ गर्नुपर्छ सबैले। तपाईँहरूलाई त पछि पार्कमा बस्न आउन रमाइलो हुने भएर हो कि? हाम्रो घर नजिकै छ, रमाइलो हुन्छ। पहिला यस्तै फोहोर थियो, यस्तै घाँस उगाल्ने यस्तै थियो, यस्तो गरौँ राम्रो गर्ने भनेर कराइरहेको थियो हामी। के बानी चलन भएछ भने सहरभरिको फोहोरलाई ल्याएर खोलामा फाल्ने बानी भएछ। मान्छेहरूको त्यो सोचाइ एकदमै नराम्रो भयो। यो त एउटा डोबान हो नि, 2 नदीको सङ्गम होइन, दुईटा नदीहरू जोड्न आएर एउटा ठुलो नदी बनेको हुनाले यहाँ त धेरै ठुलो महत्त्व छ नि। धार्मिक दृष्टिकोणले पनि एकदमै राम्रो महत्त्व मानिएको ठाउँ हो यो। अब सफा हुन्छ होला त पहिला भन्दा? जस गर्दै जानुपर्छ, जो सबैलाई चाहिँ बुझाउँदै जानु, नबुझ्नेलाई बुझाउनुपर्छ, गर्दै जाउँ के हुन्छ। यहाँको स्थानीयहरूको सहभागिता कतिको देख्नु भएको छ तपाईँहरूले? स्थानीयहरूको सहभागिता चाहिँ धेरै मात्रामा त छैन, छन् त छ, तर धेरै मात्रामा छैन। जुन समूह अन्तर्गत नै यहाँ उपस्थित भएका रहेछन् सबैजना, त्यो पनि अब हाम्रो पनि समूहको अन्तर्गत नै हामी उपस्थित भइरहेका छौँ। यहाँ चिन्नुहुन्छ कुन कुन बिरुवा रोपेको भनेर? त्यही चिन्नलाई मैले यहाँ याद गरिरहेको छु। यिनीहरूको सँगै रोपौँ भन्ने विचार गरेको थिएँ, तर यसको पालो होइन, अन्त रोप्नुपर्छ भन्नुभयो। पछि आफूले रोपेको बिरुवा हेर्न आउनुहुन्छ कि? आउँछ, त्यो त बराबर। हजुर। गत वर्ष साउन 26 गते तिलगङ्गा क्षेत्रमा विशेष समारोहका साथ रोपिएका बिरुवाहरू संरक्षणको अभावमा नष्ट भएको प्रति हामीले सहभागीहरूलाई सचेत गराएका थियौं। अधिकार सम्पन्न बागमती सभ्यताले यसमा चाहिने तारबार घेराबेरा गर्नुहुन्छ। अहिले युएन पार्कबाट प्रत्येक दिन 2 जना कर्मचारीहरू यहाँ चाहिने हेरालोको रूपमा खटाउनु भएको छ। तर दिउँसो आउने हेरालोले साँझ बिहान नदेख्ने हुँदा स्थानीय 2 जना, 1 जना महिला, 1 जना पुरुषलाई पनि यो क्षेत्रको वृक्षारोपणको रेखदेख गर्नको लागि हामीले खटाएका छौँ। अब सुरक्षा त हामी नजिकको मान्छेहरूले हेर्नुपर्ने हुन्छ, टाढाको मान्छेहरूलाई भन्दा नजिकको मान्छेहरूले हामीले अलि वाच गर्नुपर्ने हुन्छ। सुरक्षाको जिम्मा पाउनुभयो भने हेरिदिनुहुन्छ यो बिरुवा? ठिक छ, हुन्छ, त्यो त हामी गरिहाल्छौँ नि। दियो भने चाहिँ जो सजिलो हुन्छ। अब हामी टाढाको मान्छे आएर यताको मान्छेलाई हेर्न दिएन भने यता बिगारिसकेका हुन्छ, फेरि हामीले चाहिँ कसले गरेको थाहा हुँदैन नि त। यताकै मान्छेलाई जिम्मा दियो भने उहाँहरूले पनि हामीले गर्नुपर्छ भन्ने यिनीहरूको उहाँहरूको पनि सोच हुन्छ, जस राम्रै हुन्छ। जुन यो हाम्रो समूह छ नि, महिला समूह, अब यो समूहकै मान्छेहरूले ल्याएर हामी टोलमा सबै चाहिँ मान्छेहरूलाई भनेर कन्भिन्स गरेर ल्याएर हामी गर्न सक्छौँ। नसक्ने कुरा त हुँदै होइन नि। पहिला फोहोर विसर्जन गर्ने थलोको रूपमा प्रयोग गरिएकाले टेकु दोभान क्षेत्रमा पर्ने नदी किनारहरू निकै प्रदूषित मानिन्छन्। अहिले त्यही स्थानमा ढल बिछ्याउने क्रममा जमिन मुनि रहेका प्लास्टिक जन्य फोहोरहरू सतहमा आइपुगेको छ। त्यही प्लास्टिकलाई
पुनः संकलन गरेर विसर्जन गर्नु परेको अवस्थाप्रति हामीले जिज्ञासा राखेका थियौं। हामीले ओखर पौवा सुरुमा डम्पिङ साइट बनाउँदाखेरिमा 2-3 वर्षको लागि भनेर बनायौं र अहिले 9-10 वर्ष भइसक्यो हामीले हाम्रो फोहोर त्यहीँ फाल्दैछौँ र यो बागमतीको किनारामा भएको जुन प्लास्टिक हो अहिले हामीले टिपेर फेरि ओखर पौवा लाँदैछौँ। यसले पक्कै पनि ओखर पौवाको आयुलाई अरू घटाएको छ र यो हप्तादेखि हामीले अब यो ओखर पौवामा नलगेर यो प्लास्टिकहरू चाहिँ यहीँ नै कुनै हिसाबले व्यवस्थापन गर्ने हो कि भन्ने सोचाइराखेका छौँ। यो सफाई नगरिकन सुखै छैन। हामीले आज नभए भोलि नभए पर्सि काठमाडौँ उपत्यका नदीहरू सफा गर्नै पर्छ। यो सेलाउँदैन, यो सफल हुँदैन। कार्यक्रमको अन्त्यमा सफाईकर्ताहरू आउने हप्ता पुनः सफाईमा सहभागी हुने बाचा गर्दै राष्ट्रकवि माधव घिमिरेको सृजनामा रमाएका थिए।